नमस्ते टासिदेलेक फ्याफुल्ला छाजालो म जर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा स्वागत गर्दछु भने साथै म ग्याल्पो लोसारको शुभकामना दिन चाहन्छु। ह्यापी लोसार सबैजनालाई है। र लोसार एउटा यस्तो समय हो अब जसमा चाहिँ हामीले नयाँ लुगाहरू लगाउने, मिठो मिठो खाने है, राम्रो लुगा लगाउने है, आफ्नो घरहरू सफा गर्ने र अब घुम्न जाने, आफ्नो आफन्तहरू भेट्ने है, आफ्नो बुबा आमाहरू टाढा हुनुहुन्छ भने उहाँलाई भेट्न जाने, त्यस्तो एउटा खुशीको समय हो। र अब यसलाई हामीले एउटा धर्म सम्बन्धित है, धर्मसँग जुटेर हामीले कसरी लोसार मनाउने भनेर चाहिँ त्यसको विषयमा चाहिँ म आज तपाईहरुलाई केही कुरा भन्ने छु है। अब चाहे तपाई बुद्धिस्ट हो या बुद्धिस्ट नभए पनि है, अब हामीले एउटा सकेसम्म जीवनको हरेक पल चाहिँ हामीले धर्मसँग जुटेर बिताउन सक्यौं भने त्यो एउटा एकदम राम्रो है, एउटा राम्रो फल भएको त्यस्तो जीवन हुनेछ नि त। जीवन भनेको त आज मात्र हैन नि, भोलिको सोच्नु पर्यो, पर्सिको सोच्नु पर्यो, टाढा जाने हो भने अर्को जुनीको सोच्नु पर्यो है। अझै हामीले लाखौं जुनी लिनु छ नि त, त्यो जुनीहरु सबै सोच्नु पर्यो नि त। त्यसैले सकेसम्म हामीले लोसार मात्र हैन, जीवनको हरेक पल, हरेक क्षण, हरेक मिनेट, हरेक दिन, हरेक वर्ष चाहिँ हामीले धर्मसँग जुटेर एउटा बिताउन सक्यौं भने चाहिँ एकदम राम्रो। र त्यो धर्मसँग जुटेर एउटा बिताउन पनि सकिन्छ, त्यस्तो गाह्रो छैन है, मात्र हाम्रो सोचको फरक हो है। त्यस्तो भन्न चाहन्छु म। र अब हामीले अब लोसार मनाउनु, लोसारलाई चाहिँ अब धर्म सम्बन्धित यानी धर्मसँग जुटेर कसरी मनाउने भन्दाखेरि जस्तै आफ्नो घरमा हामीले आफ्नो घरमा छेसाम छ है, जहाँ चाहिँ हामीले बुद्धहरुको, भगवानहरुको फोटोहरु राखिएको छ, मूर्तिहरु राखिएको छ, जहाँ चाहिँ हामीले पानीहरु चढाउँछौं है। त्यसलाई एकदम मजाले सजाउने है। त्यसमा हामीले खादाहरु चढाएको छ भने त्यो खादाहरुलाई झिकेर नयाँ खादा चढाउने है, फूलहरु सजाउने है, साङहरु बाल्ने है, सबै मजाले अब पुसपास गर्ने। अब त्यस्तो गर्यो भने चाहिँ धर्म हुन्छ नि त। र त्यसैगरी अब एउटा आजदेखि आज अब लोसार यानी नयाँ साल हो हैन, आजदेखि चाहिँ म यस्तो गर्छु त्यस्तो गर्छु भनेर चाहिँ एउटा बाचा गर्ने है। जस्तै अब म आजदेखि चाहिँ म सधैँ बिहान बेलुका ओम मानी पेमे जप्छु है। अब बिहान 1 मानी हैन, पुरा माला पुरा 1 है, 108, बेलुका 108 जप्छु भन्ने जस्तो। अब बिहान बेलुका म सधैँ 3 पटक ढोक्छु भन्ने जस्तो, त्यस्तो एउटा बाचा गर्ने है। त्यसो गर्न सकिन्छ। र खास गरी तपाईहरुको ठाउँमा अब गुम्बाहरु छ भने त्यहाँ गएर खादा लिएर जाने, गुरुहरुले गुम्बाहरु प्राय जस्तोमा लोसारको दिन चाहिँ गुरुहरुले दर्शन दिने गर्छन् है। त्यहाँ गएर गुरुको दर्शन गर्ने है, गुम्बा दर्शन गर्ने, छेमे बाल्ने है, गुम्बामा गएर ढोक गर्ने, कोरा गर्ने, धेरै अब तपाई हामीले धेरै कुराहरु गर्न सकिन्छौं। र खास गरी म बुबा आमाहरुलाई, दाजुभाइहरुले के भन्न चाहन्छु भने सकेसम्म आफूभन्दा सानोहरुलाई चाहिँ लगेर जानु है, उहाँहरुलाई सिकाउनु है। हामीले यस्तो गर्नुपर्छ, हामी एउटा बुद्धिस्ट हो, हामीले यस्तो गर्नुपर्छ भनेर सिकाउने है, सिक दिने है। त्यो चाहिँ अब घरमा अब बुबा आमाहरुको काम हो नि त हैन, बुबा आमा दाजु दिदीहरुको काम हो नि त आफूभन्दा सानोलाई अब शिक्षा दिने हैन। अनि किनभने लोसार भनेको मिठो मिठो खाने, लुगा नयाँ लगाउने मात्र त हैन नि हैन। र त्यसैगरी अर्को कुरा अब आफ्नो घरमा खास गरी अब लुङ्ताहरु लगाउने है, लुङ्ताको भिडियो मैले बनाएको थिएँ है। लुङ्ताहरु लगाउने है, धर्चोकहरु लगाउने है, साङहरु बाल्ने, त्यस्तो गर्यौं भने चाहिँ एउटा लोसार पनि एकदम धर्म सम्बन्धित है, धर्मसँग जुटेको, एकदम राम्रो फल भएको, एकदम धेरै पुण्य कमाउन सक्ने एउटा खुशीको समय
खुसीको र एउटा मिनिङफुल भनिन्छ नि इङ्ग्लिसमा है, एउटा राम्रो अर्थ रहेको चाडपर्व जस्तै हुन सकिन्छ नि, त्यो चाहिँ म भन्न चाहन्छु है। र त्यही हो, अब सबैजनालाई ल्होसारको शुभकामना है, नयाँ सालको शुभकामना। तपाईँहरू सबैको घरमा जीवनमा सुख शान्ति छाइरहोस् है, रोगहरू नलागोस्, रोगहरू लागेको छ भने पनि चाँडोभन्दा चाँडो जाती होस्, निको होस् है भन्ने आशा गर्दछु, प्रार्थना गर्दछु है। र हस् त अनि अन्तमा फेरि पनि एकचोटि ह्याप्पी ल्होसार। हस् त अनि अर्को भिडियोमा भेटौँला। हस्।